गुड मर्निङ सबैजनालाई नमस्कार है। विशेष गरेर हाम्रो यो जल्दो बल्दो दार्जिलिङको साइट सिन विषय लिएर अनि एनजेपी बागडोग्रा सिलगढी तराई क्षेत्रका हाम्रै ड्राइभर दाजुभाइहरूको अनि जनगुनासो भन्दा पनि बेसी चाहिँ हाम्रो दार्जिलिङको एकदमै बेसी जनगुनासो हामीले पोखाएको हौँ। र विगत दिनमा हामीले धेरै वर्ष अगाडिदेखि चाहिँ हाम्रो यो दार्जिलिङ पहाडको जुन चाहिँ लोकल साइट सिन थियो त्यो चाहिँ सायद यो टाइगर हिलदेखि लिएको चाहिँ आउने थिएन। बाहिरका गाडीहरू सिलगढीको गाडीहरू भयो, बागडोग्राका गाडीहरू भयो है, काहीँको पनि गाडीहरू भयो, दार्जिलिङको हाम्रो लोकल क्षेत्रीय ड्राइभरहरू बाहेक बाहिरबाट आउने गाडीहरूले चाहिँ गर्थेन र उहाँहरूले गर्नु पनि चाहन्थेन। र यो के भयो यो जुन चाहिँ 2017-18 को बिचदेखि यता चाहिँ यस्तो खालको अलिकति भुमरीहरू चलेर आयो है। र हामी पनि बुझ्छौँ, सिलगढीले नबुझे पनि हाम्रो मानेभन्ज्याङकै गाडीहरूले मात्रै सन्दकपुर, फालुट, तुमलिङ, मेक्पा, जौबारीहरू जान्छ। अनि हाम्रो यहाँबाट आउने टुरिस्टहरू मानेभन्ज्याङको प्याकेज भनेर उहाँहरूले भन्यो भनेदेखि हामी मानेभन्ज्याङ अपडाउनको भाडा मात्रै लिएर गएर स्वयं उनीहरूलाई नै हामी जिम्मा दिन्छौँ। हामी मानेभन्ज्याङमै दिनभरि बस्छौँ र यो कुरोहरू छ है। र एउटा लोकलमा लोकलिटीलाई प्रायोरिटी दिनु जरुरी छ। र अब सिलगढीमा पनि हामीहरू गइसकेपछि यो सबैले भनिरहेको कुरो, सिलगढीमा गइसकेपछि हामीले स्वयं हामीले 2500 को सानो गाडीको भाडा 2500 हो भने 2500 ल्याउनु पाउँदैन। हामीलाई छेकछाक पारेर 1200-1500 दिएर पठाउँछ है। त्यसमा हामी खुसी नै हुनुपर्छ। बागडोग्रामा पनि त्यही हो अनि एनजेपीमा पनि त्यही हो। र त्यसले गर्दाखेरि एनजेपी बागडोग्रा सिलगढीको ड्राइभर दाजुभाइहरूले पनि एकदमै महत्त्वपूर्ण कुरोले बुझ्नुपर्छ है। तपाईँहरूको हाम्रो त दार्जिलिङबाट बागडोग्रा जान्छौँ अनि एनजेपी जान्छौँ, सिलगढी जान्छौँ, आउँछौँ अनि दार्जिलिङको लोकल साइट सिन गर्छौँ। अनि तपाईँहरूको त दार्जिलिङ पनि आउँछ, सिलगढी पनि जान्छ, दार्जिलिङ पनि आउनुहुन्छ, कालिम्पोङ पनि आउनुहुन्छ, गान्तोक पनि जानुहुन्छ है। अनि त्यहाँदेखि उता कुचबिहार, रायगञ्ज, जयगाउँ, भुटान है, डुवर्स, गोरुमारा, लाटागुडी जति पनि एरियाहरू छ तपाईँहरूले कभर गर्छ होइन। भएन बिहार, झारखण्ड सबै जग्गा तपाईँहरू जानुहुन्छ है। र एउटा सिलगढी चाहिँ यस्तो एरिया हो है, त्यहाँबाट टुरिस्टहरू फ्लो हुन्छ, त्यहीँ नै आउँछ होइन। प्लेन पनि त्यहीँ आउँछ, ट्रेन पनि त्यहीँ आउँछ, बसहरू पनि लामो भल्भो बसहरू पनि त्यहीँ आउँछ। अनि त्यहीँबाट नै टुरिस्टहरू फ्लो भएर आउँछ। र आइसकेपछि तपाईँहरूले दार्जिलिङ र गान्तोक आउने मात्रै नभएर साह्रो जग्गा जाने, इस्लामपुर चोपडा, कुचबिहार है, रायगञ्जहरूतिरदेखि लिएको तपाईँको फालाकाटा, जयगाउँ, भुटान, फुन्चुलिङ है, धेरै जग्गा जाने सिलगढीको जुन चाहिँ समतल एरियाहरू छ त्यहाँतिर जाने, त्यस्तो जग्गातिर जाने छ। त्यसले गर्दा तपाईँहरूले पनि बुझ्नुपर्छ त्यो एउटा सिलगढी भनेको एउटा कोअर्डिनेट एरियाहरू हो है। र त्यहाँबाट सबै जग्गा डिभाइड भएर जान्छ। र तपाईँहरूले त्यो आधारमा तपाईँहरूले आफ्नो ट्राभल्सहरू खोल्नु भएको छ, आफ्नो है सेन्डिकेटहरू खोल्नु भएको छ, त्यही आधारले जानुहुन्छ है। र हाम्रो पनि हामीले यहाँ भन्न खोजेको त्यति मात्रै हो। 8 डिस्ट्रिक्टको पर्मिट, 9 डिस्ट्रिक्टको पर्मिट, 10 डिस्ट्रिक्टको पर्मिट भनेर चाहिँ मिलेन। किन पर्मिट भनिसकेपछि चाहिँ हामी सिलगढी जानु पाउने भयो नि त। 8 डिस्ट्रिक्टको पर्मिट, जलपाइगुडी जानु पाउने भयो है। अनि मैले 8 डिस्ट्रिक्टको पर्मिट छ भनेर जलपाइगुडीमा गएर जलपाइगुडीको साइट सिन गर्नु त दिँदैन होला होइन कुरा त्यो छ। अनि 8 डिस्ट्रिक्टको पर्मिट भनेर मैले
कलकत्तामा गएर मैले साइट सिन गर्नु मलाई दिँदैन होला होइन। आउनुहोस् न तपाईँहरू दार्जिलिङ डिस्ट्रिक्ट है, 8 डिस्ट्रिक्टको पर्मिट छ। आउनुहोस् दार्जिलिङ, आउनुहोस्, पेसेन्जर पिकअप गर्नुहोस्, जानुहोस्, त्यति त भनेको। हामीले पनि लोकल साइट सिन चाहिँ छोडिदिनुहोस् भनेको मात्रै त हो। अरू के कस्तो लाग्छ तपाईँहरूलाई होइन। यो फेरि भिडियोहरू उठाएर फ्याट अर्कोले जवाब दिन्छ है। यो प्रतिक्रियाहरू पनि चलिराखेको छ अहिले होइन। र मेरो यो छोटो भिडियो तपाईँहरूलाई के कस्तो लाग्छ यहीँ अन्त गर्न चाहन्छु। धन्यवाद।